च्याम्पियन लिगको राउन्ड अफ 16बाट क्वार्टर फाइनलमा पुग्न 4 टिमहरू सफल भएको छ है। पिएसजीले एग्रिगेटमा फर्स्ट र सेकेन्ड लिग गरेर लिभरपुलसँग 1-1 ड्र गरेर पेनाल्टीमा लिभरपुल हराएको छ भने बार्सिलोनाले एग्रिगेटमा बेन्फिकालाई 4-1ले जितेको छ। अनि राउन्ड अफ 16मा बाट चाहिँ क्वार्टर फाइनलमा पुगेको छ भने बायर्न म्युनिखले चाहिँ बायर लेभरकुसेनलाई 5-0 जस्तो फराकिलो अन्तरबाट हैन एग्रिगेटमा जितेर क्वार्टर फाइनलमा पुगेको छ भने इन्टर मिलानले चाहिँ फेनहुडलाई चाहिँ 4-1 एग्रिगेटमा चाहिँ जितेर चाहिँ क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित राखेको छ है। अनि यो चारै टिमहरूलाई बधाई छ है। अनि अब भोलि बिहान चाहिँ फेरि सारा टिमहरूको सेकेन्ड लिग हुँदैछ। के कस्तो नतिजा आउँछ हैन, कुन टिम चाहिँ क्वार्टर फाइनल पुग्छ त्यो हेर्न बाँकी नै छ है।